गाइज आज हामी खेत रोप्दैछौँ अनि आजको दिन चाहिँ कस्तो बित्ला अन्तिमसम्म भिडियो हेर्न चाहिँ नभुल्नु होला। आज बिहानै मासु बनाउनतिर लाग्यो अनि मासु बनाइसकेपछि लाग्यो फेरि खेततिर अनि खेतमा पनि पानी आइसकेको थियो। रोपाई हुनुपर्ने 1 महिना अगाडि नै हो। पानीको समस्याको कारणले गर्दा एकदमै ढिलो भयो। करिब 2 महिनाको बिउ भने यति अग्लो रहेको छ, करिब 1 हात 1 बित्ता जति छ। थोरै बिउ काटेर फेरि लाग्यो खेततर्फ। अब भने ट्र्याक्टर पनि आइसकेको छ। अब ट्र्याक्टरले मजासँग गदार्ने छ भने म आलीहरू हान्ने छु। हेलो यो हो बिउ। हाम्रो बिउ करिब 1 हात भन्दा 2 हात बढी छ। अब यसलाई हामी रोपिनेछ अब करिब आधी घण्टा पछि। सो फाइनली ट्र्याक्टर चाहिँ चलाउन जाने होइन। अब म चाहिँ झर्दैछु होइन। ड्राइभरको काम हुन्छ यार, पक्का सकिन्छ। त्यसपछि मैले निरन्तर काम गर्न तर्फ लागेँ। खेतमा काम गर्दा त हिलोले पुरै शरीर ढाकेको हुन्छ। आजको दिन भने यस्तै नै रह्यो। अनि गाडीको दाइलाई क्यामेरा समात्न पठाएर म भने बिउ मजासँग गरामा हालिदिँदै थिएँ। खेत जोत्न आएको मान्छे त म क्यामेराम्यान बने भन्दै हुनुहुन्थ्यो। खेत रोप्ने मान्छेले मजासँग खेत रोपिराख्नु भएको थियो। अनि खेत रोपेर पनि सिद्धिँदै थियो अनि मलाई पनि भोक लाग्न थाल्यो अनि म भोक लागेर मजासँग खाँदैछु। लुगा पनि यस्तो छन्, अब खाएर लुगा धुने होइन। आजको भिडियो भने यति नै।